डाक्टर मलाई आइबिएस भनेको के हो अनि यो चाहिँ हाम्रो रिपोर्ट नर्मल आउँछ तर पनि सिम्पटम्सहरु चाहिँ अलि सिभियर नै देखिन्छ त्यो कसरी हुन्छ भनेर भनिदिनुस्। सो यो इरिटेबल बाउल सिन्ड्रोम जसलाई हामी आइबिएस भन्छौँ यो भनेको चाहिँ हाम्रो यो कुनै पनि मानिसमा चाहिँ लामो समयदेखि पेट दुखिराख्ने अनि दिशा गर्दाखेरि अलिकति समस्या हुने अथवा दिशा खुलेर नजाने अथवा कसैमा चाहिँ अलिकति डायरिया जस्तो पटक पटक पातलो दिशा गइराख्ने यस्तो समस्या लिएर आउनुहुन्छ। विशेष गरी यसलाई पनि 3-4वटा भागमा चाहिँ बाँडेका छौँ, यसलाई पछि पनि कुरा गरौँला। अब यो आइबिएस डायग्नोसिस गर्नलाई चाहिँ अब सिधै हामीले कुनै पनि मान्छेलाई चाहिँ पेट दुखेर आयो अथवा दिशा गडबड भएर आयो भने चाहिँ तपाईँलाई आइबिएस भयो भनेर भन्नुभन्दा पनि अरू मुख्य रोगहरू छन् छैनन् भनेर चाहिँ जाँच गरेर हेर्नुपर्ने हुन्छ। किनभने मानिस हाम्रो स्वास्थ्य संस्थामा त्यत्तिकै जचाउन आउनुहुँदैन, अलिकति लामो समयदेखि समस्या भइरहेपछि बल्ल जचाउन आउने हुन्छ र त्यसमा चेक जाँच गर्दा यदि कुनै पनि ठुलो समस्या देखिएन तर मान्छेमा चाहिँ लक्षणहरू रहिरहेछ अर्थात् पेट दुखाइ भइरहेछ र दिशा गडबड गइरहेछ भने त्यस्तो बेलामा चाहिँ आइबिएस हुन सक्छ भनेर चाहिँ हामीले चाहिँ भन्ने गर्छौँ। र हामीले चेक जाँचको क्रममा जस्तै इन्डोस्कोपीहरू गर्छौँ। यदि अलिकति उमेर बढी भएको 45-50 वर्षभन्दा माथिको मानिस हुनुहुन्छ भने कोलोनोस्कोपी अर्थात् मलद्वारबाट पनि जाँचहरू गर्छौँ, इन्डोस्कोपी गर्छौँ। त्यति गर्दा पनि सबै समस्या केही पनि समस्या देखिँदैनन् अर्थात् रिपोर्ट्सहरू नर्मल देखिन्छ। रगत जाँच गरेर रक्त अल्पत्ताहरू त्यस्तो अलार्म सिम्पटमहरू केही पनि देखिँदैन तर पनि समस्याहरू भइरहन्छ अर्थात् रिपोर्ट्सहरू नर्मल हुन्छ। त्यस्तो भएको कन्डिसनमा चाहिँ आइबिएस हुन सक्ने सम्भावना एकदमै प्रबल हुन्छ र यसलाई डायग्नोज गर्नलाई पनि हाम्रो सर्टेन क्राइटेरियाहरू छ, त्यसमा राखेर डायग्नोज गर्न सकिन्छ। र रिपोर्ट्सहरू नर्मल भए पनि त्यस्तो बेलामा चाहिँ अब हाम्रो पेटभित्र अर्थात् आन्द्राभित्र चाहिँ आन्द्राको चालहरू गडबडी भएर अथवा चाहिँ आन्द्राले चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले रियाक्ट गरेर चाहिँ यी समस्याहरू आइरहेको हुन्छ जसलाई नै हामी इरिटेबल बाउल सिन्ड्रोम भन्ने गरिन्छ। डाक्टर यहाँसम्म त मैले बुझेँ तर के हो भने हामीलाई स्ट्रेसले पनि आइबिएसलाई अझै वर्सन गर्न सक्छ, आइबिएसको सिम्पटम्सलाई अझै बिगार्न सक्छ भनेर मैले सुनेको छु, त्यो कुरा चाहिँ कति सत्य हो? अघि हामीले कुरा गर्यौँ स्ट्रेसले चाहिँ रोग भएको मान्छे अथवा समस्या भएको मान्छेमा कसरी असर गर्छ भनेर अघि हामी कुरा गर्यौँ। त्यही हिसाबमा कुरा गर्दा आइबिएस भएको मान्छेमा चाहिँ स्ट्रेसले चाहिँ अवश्य नै अलिक धेरै प्रभाव पार्ने हुन्छ। सो अब चाहिँ आइबिएससँग रिलेटेड लास्ट क्वेसन, म आफै पनि आइबिएसबाट पीडित भएकोले गर्दाखेरि यो मेरो पर्सनल क्वेसन हो। यो चाहिँ के भने आइबिएस चाहिँ निको हुने कन्डिसन हो कि यो लाइफ लङै हामीले यसलाई म्यानेज नै गर्दै लानुपर्ने कन्डिसन हो? यसको बारेमा अलिकति बुझाइदिनुहोस् न। सो आइबिएस भनेको चाहिँ सबै मान्छेमा हुँदैन, कसैको चाहिँ आन्द्रा अलि बढी सेन्सिटिभ हुन्छ अथवा कसैको चाहिँ आन्द्राको चालहरू अलिक गडबड हुने हुन्छ। त्यस्तो सेटअप मान्छेमा चाहिँ यो आइबिएस हुने समस्याहरू अलि बढी देखिन्छ। सो यो कुनै एउटा रोग भन्दा पनि अब त्यसलाई चाहिँ यो हाम्रो शरीरको बनोटै त्यस्तो भएको हिसाबले चाहिँ समस्या अलि बढी भएको हुन सक्ने हुन्छ। त्यसैले गर्दा यो लाइफस्टाइल मोडिफिकेसन अर्थात् हाम्रो जीवनशैली जुन नर्मली हामी बाँचिरहेछौँ जसमा यी समस्याहरू भोग्छौँ त्यसलाई चाहिँ अलिकति मोडिफाई गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हाम्रो मोडिफाई पनि खानपिनदेखि लिएर हाम्रो जुन जीवनशैली हुन्छ, एक्सर्साइजका कुराहरू आउँछन् त्यसमा, अनि त्यस्तै गरी चाहिँ हाम्रो स्ट्रेसका कुराहरू आउँछन्, स्ट्रेस अभोइडेन्सहरू जस्तै हामी कुनै पनि अलिकति तनावयुक्त क्षेत्रमा काम गरिरहेका छौँ अथवा कुनै पनि तनाव हुने कुराहरूमा चाहिँ हामी रुमलिरहेका छौँ भने त्यसबाट चाहिँ अलिकति पर सरेर आफ्नो जीवनशैली परिवर्तन गर्ने यी कुराहरूलाई चाहिँ मिलाएर अगाडि जीवनयापन गऱ्यौँ भने चाहिँ सुधार हुँदै जान्छ। सो क्युरेटिभ भन्दा पनि मैले भन्नुपर्दा अलिकति म्यानेजेबल र यसलाई चाहिँ त्यो म्यानेज गर्न सक्यो भने चाहिँ सुधार भएर आफूलाई रिलिफ नै फिल हुन्छ जस्तो चाहिँ लाग्छ। हजुरको आन्सर सुनेर मलाई यो मैले प्रिपेयर गरेको क्वेसन भन्दा अर्को क्वेसन सोध्न मन लाग्यो। त्यो चाहिँ के हो भने यो आइबिएस त मलाई पहिला थिएन नि त भन्नुको मतलब अब मलाई पहिला यति गाह्रो हुँदैन थियो, सो डक्टरकोमा जानेसम्म चाहिँ मलाई समस्या भएको थिएन। यो चाहिँ लाइफमा पछि गएर यो समस्याहरू चाहिँ आउने चान्सेसहरू चाहिँ कति छ? सो हजुरले बुझ्न खोज्नुभएको कुरा के हो भने मैले यो ओपिडीमा नै फेस गरिराख्ने कुरा हो। भनेको कतिपय आउनुहुन्छ कि म कहाँ आउनुहुन्छ, मलाई अब जस्तै 30-35 वर्ष 40 वर्षको मान्छे पनि आउनुहुन्छ, यत्रो समय त मलाई समस्या थिएन त, विगत मलाई 1-2 वर्षदेखि नै किन यो समस्या भयो त, मैले यत्रो चेक जाँच गरेछु नर्मल छ, हजुरले मलाई आइबिएस भन्नुभएको छ तर मलाई यो उमेरमा आएर किन यस्तो समस्या भयो भनेर चाहिँ बुझ्न खोज्नुहुन्छ कि। र यसलाई कसरी बुझौँ भने हाम्रो यो शरीर भनेको जुन ह्युमन इन्टेस्टाइन ह्युमन गट भनेको एउटा कन्स्टेन्ट ब्याटलफिल्ड, जुन अघि मैले पनि भनेको थिएँ ह्युमन माइक्रोबायोमहरू हुन्छ, हामीले खाएको खानेकुराहरू एक्सोजिनस अथवा फरेन मेटेरियलहरू पनि हाम्रो खानेकुराहरू खान्छौँ, हार्मफुल ब्याक्टेरिया पनि हामीले लिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ कतिपय केसमा के हुन्छ भन्दाखेरि एउटा इन्साइटिङ इभेन्ट अथवा ट्रिगर इभेन्ट हुन्छ कि इन्टेस्टाइनमा। ट्रिगर इभेन्ट इन द फर्म अफ के हुन्छ भने इन्फेक्सनको रूपमा पनि हुनसक्छ अथवा इन्फ्लामेसनको रूपमा पनि हुनसक्छ। र मोस्ट अफ द साइन्टिफिक रिपोर्ट्सले के देखाएको छ भने मोस्ट अफ द केस अफ आइबिएस चाहिँ एउटा ग्यास्ट्रोइन्टेराइटिसबाट नै सुरु हुन्छ।
अर्थात् आन्द्रा अथवा अमाशयको चाहिँ इन्फेक्सन ब्याक्टेरिया अथवा भाइरल इन्फेक्सनले गर्दा ग्यास्ट्रोइन्टेराइटिस जस्तोबाट सुरु हुन्छ र त्यो एउटा ट्रिगर पोइन्टले गर्दाखेरि चाहिँ यो पर्पेचुएटिङ इभेन्ट अर्थात् चाहिँ यो दीर्घकालीन समयसम्म चाहिँ त्यसलाई चाहिँ बडीले रियाक्ट गरिरहन्छ कि जसरी एउटा मान्छे म तपाईँसँग रिसाएँ भने इरिटेट भइदियो भने चाहिँ यो हतपत्त ठिक हुँदैन नि त अर्थात् मेरो मन त्यति चाँडो मान्दैन नि त हो त्यस्तै गरी ह्युमन इन्टेस्टाइन पनि त्यसरी रियाक्ट गर्छ जसरी बुझाउन यसलाई हो त्यस्तो भइदियो भने चाहिँ त्यो इन्साइटिङ इभेन्ट हुन्छ अनि त्यसले गर्दा समस्या सुरु हुन्छ र यो अलिकति लामो समयसम्म रहन्छ र त्यसलाई हामीले यदि जीवनशैली परिवर्तन गर्यौँ अथवा अलिकति सर्टेन टाइमसँग चाहिँ हामीले आफ्नो खानपिनमा ख्याल गर्यौँ भने चाहिँ ती सुधार भएर आउने परिप्रेक्ष्यमा चाहिँ हुन्छौँ। डाक्टर मैले आइबिएस र यो जिनसँगको पनि रिलेसनको बारेमा कता पढेको थिएँ यसको चाहिँ केही कनेक्सन हुन्छ कि हुँदैन? सो जिनसँग पनि रिलेसन हुन्छ यसको अवश्य नै अब तर एउटा ट्रिगर पोइन्ट त चाहिन्छ नै त्यो ट्रिगर पोइन्ट चाहिँ इन्फेक्सन पनि हुनसक्छ स्ट्रेस पनि हुनसक्छ अथवा चाहिँ हामीले खाने जुन खानाबाट चाहिँ गटमा चाहिँ जुन माइक्रोबायोममा अल्टरेसन हुन्छ अर्थात् चेन्जेसहरू आउँछ त्यो पनि एउटा इन्साइटिङ इभेन्टहरू हुनसक्छ यो सबैले गर्दाखेरि चाहिँ कुनै पनि एउटा प्रिडिस्पोज्ड जेनेटिक इन्डिभिजुअल अर्थात् ह्युमन मान्छेको जेनेटिक बनावट त सबैको डिफ्रेन्ट छ सो त्यो प्रिडिस्पोज्ड जेनेटिक मान्छेमा चाहिँ यो आइबिएस हुने सम्भावनाहरू अलिक बढ्छ। अब जिन्सकै कुरा गर्दाखेरि चाहिँ अब साइन्टिफिक स्टडीहरू भइरहेको छ माइक्रोबायोम स्टडीहरू पनि भइरहेको छ अझै आउँदा वर्षहरूमा आउँदा डिकेड्सहरूमा चाहिँ यो सम्बन्धी अझै बढी हामी नलेज प्राप्त गर्छौँ भन्ने चाहिँ मलाई लाग्छ। थ्याङ्क यू सो मच। यो थियो हाम्रो आइबिएस अर्थात् फङ्सनल गट डिसअर्डर्सको बारेमा क्वेसन्स। अब नेक्स्ट चाहिँ छ हाम्रो गट हेल्थ अप्टिमाइजेसनको लागि हामीले के गर्छौँ भनेर